नमस्कार, म गगन श्रेष्ठ। आज म तपाईहरुलाई वेस्टर्न डाइनिङ एटिकेटमा यो फर्मल डाइनिङमा नाइफ फोर्कहरु कसरी चलाइन्छ भन्ने बारे आज म ब्रेकफास्टमा यदि हाम्रो प्लेटमा होल बनाना छ भने त्यो बनाना कसरी पिल गरेर खाइन्छ भन्ने कुरा देखाउन गइरहेको छु। वेस्टर्न फर्मल डाइनिङमा चाहिँ हरेक कुरा नाइफ र फोर्कले नै खानुपर्ने हुन्छ, हातले छुन मिल्दैन। अमेरिकनमा मिल्छ, अमेरिकनमा हात चलाउन पनि मिल्छ र नाइफ फोर्क दाहिने देब्रे सार्न पनि मिल्छ। तर वेस्टर्न डाइनिङ एटिकेटमा फर्मल डाइनिङ छ भने चाहिँ सबै कुरा यो नाइफ र फोर्कले नै खानुपर्ने हुन्छ। र ब्रेकफास्टको टाइममा फ्रुट्सहरु छ, बनाना छ भने बनाना पनि यो नाइफ र फोर्कले नै पिल गरेर काटेर खानलाई नै राम्रो मानिन्छ, यसलाई फर्मल डाइनिङ मानिन्छ। आज म त्यही कुरा तपाईहरुलाई सिकाउन गइरहेको छु। सबभन्दा पहिले यो केराको यसको टाउको र पुच्छरलाई काट्नुपर्ने हुन्छ। र यो यसको टाउको र पुच्छर काटिसकेपछि चाहिँ यसको पछाडिपट्टि चाहिँ दाहिनेबाट देब्रेपट्टि यसरी बिस्तारै बोक्रामा चिर्दै जाने, त्यही हाम्रो टेबल नाइफले नै। र यो नाइफ र फोर्कको सहायताले बिस्तारै हामीले अघि माथि चिरेको बोक्रालाई यसरी उल्ट्याउने, यसरी खोल्दिने। र खोलिसकेपछि अब हामी कुन साइजको खान्छौँ आफ्नो बाइट साइज अनुसार काट्ने नाइफले र फोर्कले यसरी प्रिक गरेर यसरी खाने, मुखमा लैजाने। र त्यस्तै अर्को पल्ट हामी अब कत्रो बाइट साइज हाम्रो कुन साइजमा खान्छौँ त्यही अनुसार काट्ने र यसरी यही रीतिले चाहिँ खाँदै जाने।